हेलो नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। आज फेरि हामी ज्यामअपको लागि वर्कआउटको लागि चाहिँ केटर प्र्याक्टिस सेसनको लागि चाहिँ हामी निस्किन आँटिरहेको छौँ। साथमा प्यारो भाइ चाहिँ रेडी हुँदैछ। अब चाहिँ हामी चट्टसँगले केही चाहिँ राम्रो ठाउँमा गएर चाहिँ हामी चट्ट प्र्याक्टिस गर्नेछौँ, तपाईँहरूलाई भिडियो देखाउनेछौँ। इन्जोय हाम्रो भाइ आइसकेको छ चट्टसँगले। अब चाहिँ हामी लाग्छौँ। हेलो नमस्ते सबैजनालाई मेरो फेसबुक पेजमा जोडिनुहुने हाम्रा प्रिय मित्रहरूलाई आज हामी चाहिँ आफ्नै आस्पोर्ट क्यानको स्ट्यान्ड हबको चाहिँ के ठाउँ पुग्यो भाइ? यो केस्टर पार्क एकदम दामी ठाउँ छ यो चाहिँ। यहाँ चाहिँ विशेष गरेर यहाँदेखिको उताको भ्यू चाहिँ यस्तो प्रकारको छ, यो प्रकारको छ। ल देखाउँछु ल तपाईँहरूलाई। दुईजना जोडीहरूको छ कि हो। ल आज चाहिँ हाम्रै आस्पोर्ट क्यानको चाहिँ एकदम स्ट्यान्ड हबको चाहिँ दामी ठाउँमा हाम्रो प्यारो भाइ थाम्नुहुन्छ। आज हाम्रो डे 3 रहेको छ यो चाहिँ। चट्टसँगले आज चाहिँ हामी यसो यहाँको वेदरसँगै यहाँको भ्यूसँगै मनोरञ्जन गर्दै चट्टसँगले अनि हामी चाहिँ आज प्र्याक्टिस सेसन भनौँ न र ज्यामिङमा निस्केका छौँ। यहाँको चाहिँ यस्तो छ है। ल यो पनि दामी छ है, बच्चाहरू खेल्ने ठाउँ हो। त यो अति सुन्दर ठाउँ छ। ल आजको चाहिँ यस्तो छ चट्टसँगले। यहाँ यहाँको चाहिँ अब बच्चाहरू चाहिँ खेल्ने गर्छन् विशेष चाहिँ यो ठाउँमा। चट्टसँगले पिङहरू पनि छ हो। यो चाहिँ अति दामी ठाउँ छ। हाम्रो भाइ प्यारेले खेल्दैछ, रिल्याक्स गरिरहेछ चट्ट। अब चाहिँ हाम्रो यहाँनिर बसेर हामी चाहिँ एकछिन म्युजिक मेडिटेसन गर्नेछौँ है। आज सन्डे हाम्रो चाहिँ डे 3 रहेको छ। ल त गाई अब चाहिँ हामी यसमा यहाँ चाहिँ हामीले करिब 1 घन्टा जस्तो चाहिँ हामीले ज्यामअप गरेका छौँ, थाम्साङ र म। अनि आज यहाँबाट चाहिँ अलिकति जाडो भएको कारणले गर्दा हामी चाहिँ मुभ अन हुँदैछौँ अनदर ठाउँमा चाहिँ, अर्को ठाउँमा। सो गाइजहरू मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्दै माया गरिदिनु होला। हाम्रो चाहिँ आजको यस्तो छ चट्ट। हाम्रो चाहिँ एकदम हाम्रो चाहिँ म्युजिकल यात्रा रहेको छ। हामी चाहिँ नेचरहरूसँग चाहिँ पक्का होइन रमाइलो गर्दै एकान्तमा बसेर चाहिँ म्युजिकलाई कसरी इन्जोय गर्न सकिन्छ होइन, त्यो पनि हामी सिक्दैछौँ। ल बिर्सेर मलाई टाढा भइदियो, अब फर्की हेरिन देऊ। बिर्सेर मलाई टाढा भइदियो, अब फर्की हेरिन देऊ। विदा
but that's not bad.